नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई हाम्रो च्यानलमा। आजको यो भिडियोमा हामी कुरा गर्दैछौँ सानोदेखि नै तर संसारकै लागि अत्यन्त महत्त्वपूर्ण जीव मौरी अर्थात् हनीबीको बारेमा। साथै नेपालमा मौरी पालनको अवस्थाबारे पनि जानकारी दिनेछौँ। वैज्ञानिक प्रमाण अनुसार मौरी करिब 10 करोड वर्ष अगाडि पृथ्वीमा अस्तित्वमा आएको जीव हुन् र मौरी र फूल एकअर्काको विकाससँगै भएको मान्यता छ। प्राचीन सभ्यताहरूमा मौरीलाई पवित्र मानिन्थ्यो र इजिप्ट तथा ग्रिस जस्ता सभ्यतामा महलाई औषधि तथा देवताहरूको अमृतका रूपमा प्रयोग गरिएको पाइन्छ। समयसँगै मौरी पालन संसारभर फैलिँदै गयो र आज मौरी आधुनिक कृषि प्रणालीको अत्यन्त महत्त्वपूर्ण हिस्सा बनेका छन्। वैज्ञानिकहरूका अनुसार मौरीले परागसेचन नगरे मानव जीवन दीर्घकालीनसम्म टिक्न सक्दैन, किनभने हामीले खाने करिब 70% खाद्य बाली मौरीकै कारण उत्पादन हुन्छ। मौरी समाजमा स्पष्ट कार्य विभाजन हुन्छ, जसमा रानी मौरी अर्थात् क्विन बी सबैभन्दा महत्त्वपूर्ण हुन्छ। रानी मौरीको मुख्य काम अन्डा पार्नु हो र एउटा स्वस्थ रानी मौरीले दिनमा करिब 1500 देखि 2000 वटासम्म पार्न सक्छ। रानी मौरी घरको नेतृत्वकर्ता मात्र होइन, उसले निकाल्ने विशेष गन्धका कारण घरमा सबै मौरी एकताबद्ध रहन्छन्। रानी मौरी अरू मौरीभन्दा आकारमा ठुलो हुन्छ र उसको आयु लामो करिब 2 देखि 5 वर्षसम्म हुन्छ। तर आज मौरीहरू कीटनाशक विषादी, वन विनाश र जलवायु परिवर्तनका कारण गम्भीर सङ्कटमा परिरहेका छन्। नेपालमा मौरी पालन परम्परागत र आधुनिक दुवै तरिकाले गरिँदै आएको छ र यो कृषि तथा आम्दानीको मुख्य स्रोत मानिन्छ। नेपालमा मौरी पाल्नका लागि वातावरण निकै अनुकूल छ, किनभने यहाँ तराईदेखि हिमालसम्म विभिन्न किसिमका फुल बिरुवा पाइन्छन्। नेपालमा मुख्य रूपमा 4 प्रकारका मौरी पाइन्छन्। पहिलो हो घरेलु मौरी, जसको अर्थात् घर मौरी, जसको वैज्ञानिक नाम एपिस सिरिना इन्डिका हो। यो नेपालमा परम्परागत रूपमा पालिँदै आएको मौरी हो। पहाडी तथा चिसो क्षेत्रमा उपयुक्त मानिन्छ। दोस्रो हो विदेशी वा युरोपियन अर्थात् विकासी मौरी, जसको वैज्ञानिक नाम एपिस मेलेस्फेरा हो। यो मौरी विदेशबाट नेपालभित्र आएको हो। यसले धेरै मह उत्पादन गर्छ, तर रोग र चिसोप्रति संवेदनशील हुने भएकाले यो प्राय तराई तथा भित्री मध्य क्षेत्रमा पालिने गर्दछ। तेस्रो हो जङ्गली मौरी अर्थात् वन मौरी, जसको वैज्ञानिक नाम एपिस डोरस्टा हो। यो मौरी जङ्गलका अग्ला रुख र भिरमा बस्छ। यसलाई पाल्न सकिँदैन र यो निकै आक्रामक हुने भएकाले यसको मह सङ्कलन निकै जोखिमपूर्ण हुने गर्दछ। चौथो हो साना जङ्गली मौरी, जसको वैज्ञानिक नाम एपिस फ्लोरेरा हो। यो सानो आकारको मौरी हो, झाडी र रुखको भाङ्गामा बस्छ। यसलाई पनि पाल्न सकिँदैन। नेपालमा मौरी पालन 2 तरिकाले गरिन्छ। परम्परागत मौरी पालन काठको ढुड, माटोको भाँडो वा घरको भित्तामा प्वाल प्रयोग गरिन्छ, जसमा खर्च कम तर मह उत्पादन पनि कम हुने गर्दछ। आधुनिक मौरी पालनमा काठको बाकस अर्थात् हाइभ बक्स प्रयोग गरिन्छ, जसको फ्रेमहरू हुन्छन्। यसबाट मह निकाल्न निकै सजिलो हुन्छ। व्यावसायिक रूपमा धेरै उत्पादन गर्न सकिन्छ। मौरी पालन शान्त, सफा र घाम लाग्ने स्थानमा छनौट गर्नुपर्छ। वरिपरि फुल बिरुवा पनि हुन अत्यन्तै आवश्यक मानिन्छ। मौरीलाई प्राकृतिक रूपमा फुलहरूको रस खान दिइन्छ। आवश्यक परे चिनी पनि खुवाइन्छ। रोग र शत्रुबाट जोगाउन बाकस सफा राख्नु पर्दछ। रासायनिक विषादीको प्रयोग कम गर्नुपर्दछ। सामान्यतया वर्षमा 2 देखि 4 पटकसम्म मौरी नमारेर मह सङ्कलन गरिन्छ। नेपालमा मौरी पालनबाट मह, मोम, पराग, रायल जेली जस्ता पदार्थ उत्पादन हुने गर्दछन्। यसले किसानको आम्दानी बढाउनुको साथै
परागसेचनको माध्यमबाट बाली उत्पादनमा पनि वृद्धि हुने गर्दछ। त्यसैले सानोदेखि नै मौरी वास्तवमा पृथ्वीको जीवनचक्रको मौन तर मेहनती नायक हो। मौरी पालन नेपालका लागि आर्थिक, कृषि तथा वातावरणीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। साथीहरू, यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट र सेयर गर्न नबिर्सिनुहोला। यस्तै जानकारीमूलक भिडियोका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद। अर्को भिडियोमा फेरि भेटौँला।